आज डे 2 हैन त यस ब्रो आज हामी कहाँ गइरहेको छौं डे फाइनल पनि हजुर हामी आज कहाँ गइरहेको छौं हामी आज माथि गएर छौं ग्रेट वल अफ चाइना हैन माथि माथि हामी जान लागेको ठाउँ के अरे सैलुङ डाँडा हैन कति किलोमिटरको ट्रेक हो धेरै हैन साथी 1 घण्टाको भन्नुपर्छ कति नै होला र 1 घण्टाको ट्रेक फोटोसोटो खिचेर त 2 घण्टाको हुन्छ हैन हुन्छ ओए काठमाडौँको एलिभेसन कति थियो अरे 1200 फिट हैन कि 1200 मिटर हैन अनि यहाँको कति छ अरे ठ्याक्कै डबल जति रहेछ है काठमाडौँको 1350 अरे यहाँ चाहिँ 3200 मिटर रे हैन एलिभेसन चाहिँ लास्टै चिसो छ हौ वैशाख जेठको महिनामा पनि हुन्छ नि क्या भाइब छ यार चराहरू कराइरहेको छ है ब्याकग्राउन्डमा फोटो तान्दिने रे उसको फोटो त खिच्ने होला नि साथी फोटो तान्ने हो र ल ग्रेट वाल अफ नेपाल गाइज त्यहाँ माथि क्या बवाल देखेछ है यहाँ चाहिँ ग्रेट वाल अफ नेपाल हुनु न हैन हैट थ्याङ्क यू यार स्टप यु हैट ओए पुरा तान्देऊ न अनि बस्नु उसलाई चाहिँ जे कुरा पनि सुरुमै चाहिन्छ है म फोटो खिच्न लाने केटा रेस्ट हो रेस्ट गरे भएपछि मुखमा चमक हुनुपर्छ फोटो खिच्ने आप कहाँ से आए ज्ञानी बाबा ज्ञानी बाबा आप किधर थे कहाँ से आए ना ज्ञानी बाबा आप किधर थे हाँ ओए कच्चा देखेछ यहाँ बसेर हेर चाहिँ अलिकति वेदर ठिक छैन है पुरै ब्लक छ क्या भ्यू चाहिँ हुन्छ नि सो हेरौँ के कस्तो हुन्छ है सकभर भ्यू खुली जाओस् भन्ने हो हैन त्यो बादलहरू लगाइरहेको छ नि त त्यो नि आज चाहिँ गरम भर चाहिँ नपरौँ हैन चुचु यस्तो हाइकिङ आउने बानी छैन नि त खासै त्यही भएर बोल्दाखेरि सास फुलिरहेको छ क्या हैन ब्याकग्राउन्डमा यार Guys, just feel the beauty of nature, eh? Just listen carefully. कुहिरो हेर्ने बादल हो बादल बादल हो बादल हेर कति बेसरी हिँड्छ होला के गरे मैले क्याप्चर केटा क्याप्चर मुभमेन्ट अब मुभमेन्ट निशानले त मेरो
कस्तो थियो दाइ राम्रो थियो एकदम दामी हुसुलले चाहिँ केही देखेको छैन बाटो चाहिँ हेर्दै हेर्दै जानु केही पनि देखाएको छैन मन्दिर जानुमा माथि पनि ज्याकेट लाएर आज बुद्ध जयन्तीमा के छ भन्दै थिए गुम्बा होला हामी गुम्बा पुगेनौँ कडा छ है भ्यू त लास्टै दिस इज हाउ आई डु गौती हजुर कस्तो लागिरहेछ त ए बब्बाल यार फिल्मको सुटिङ हान्ने जस्तो छैन त नाइस प्लेस यार भेरी मच रिकमेन्डेड है गाइज के छ मेरो दाइहरू आइ भन भन भाइलो राम्ररी भन स्वर मिलाइकन भइयो सक्यो जय एसियम केटा हो जय नेपाल जय एसियम कलेज इन्जिनियरिङ म्यानेजमेन्ट ल दाइ भेटौँ ल यस्तरी हाना लाग्यो सो केटा बोल्नु चाहिँ धेरै सकेन होइन सो त्यही भएर चाहिँ मैले बिचमा सिनेमेटिक्सहरू धेरै नै खिचेँ है अनि यहाँ चाहिँ राम्रो भनेको चाहिँ त्यो पहेँलो कलरको बोर्डमा चाहिँ बनाएर चिटिक्कको बनाएको छ क्या बोर्डहरू हुन्छ नि साइन बोर्डहरूदेखि लिएर सबै हुन्छ नि सो दिस इज द भ्यू है खैरीहरू पनि छ यिनीहरू मुलाहरू है हरेक 5 पाइलामा खिचिरहेको क्या यार यो गौतीले त यार भीमसेनको तरबार सोड भीमसेन यहाँ गाडिएको छ अरे होइन तरबार अनि यो चाहिँ गेट बनाएको छ एउटा चाहिँ बबाल है अलिकति साउट आउट भन्दा पनि अलिकति रिमेम्बरिङ आवर पुर्खाज होइन ग्रेट पुर्खाज कुनै जमानामा नेपाल पनि ग्रेट नेपाल थियो नि त हेलो गाइज वेयर आर यु फ्रम USA Where are you from? I'm from Nepal. Nice. Hey, brother. See you. एकचोटि चाहिँ मस्ट आउने ठाउँ चाहिँ रहेछ है केटा एकचोटि चाहिँ आउँदा हुन्छ बवाल रमाइलो यार धेरै टाढा पनि छैन है काठमाडौँबाट चाहिँ जम्मा 140 किलोमिटर जति हो हामी चाहिँ रङ वे गएर चाहिँ अलिकति 20 किलोमिटर जति एक्स्ट्रा परेको होइन यो खाना बस्नलाई अहिले चाहिँ धेरैले एक्सप्लोर गरिसकेको छैन कि यो ठाउँ होइन धेरैले एक्सप्लोर गरिसकेपछि यहाँ चाहिँ अलि रेटहरू पनि हायर हुँदै जान्छ अनि यस्तो सफा सुग्घर चाहिँ हुँदैन क्या अब अहिले बोतल फालिरहेको छ है यसरी फोहोरहरू फालिरहेको छ अहिले आयो भने आयो गाइस अब यही कुरा 2 वर्षपछि आयो भने यस्तो पहिला जस्तो हुँदैन क्या सो त्यही हो नट प्रमोटेड है सो यस्तो चाहिँ गर्नु हुँदैन है यस्तो ठाउँमा बियर खाएर चाहिँ म्यानेज योर ट्रास लाइक यु आर योर ट्रास योर सेल्फ
चिल हान्ने हो है अलिकति चाहिँ रमाइलो हान्ने हो केटाहरू यार होइन मुभमेन्टहरू चाहिँ यो मुभमेन्ट चाहिँ फर्केर आउँदैन क्या केटाहरूसँगको हुन्छ नि अल्टिमेट चाहिँ है सो त्यही हो त्यो चाहिँ गुम्बा है देखिरहेको होला हामी चाहिँ खास जाने भनेको चाहिँ त्यहाँ थियो होइन त्यहाँ थियो खास जाने भनेको चाहिँ तर यही त हो गएर त्यहाँ यहीँबाट दर्शन भइहाल्यो नै अहिले हावा यस्तो चलिरहेको छ कि लास्ट चिसो भइरहेको छ है सो त्यही हो हामी अब लागिरहेछौँ इन्जोय हान्यो है फोटो भिडियो हान्यो म चाहिँ हालिदिन्छु है एमा पनि हावा चाहिँ वाइल्डली चलिरहेको छ क्या काठमाडौँमा होइन तराईमा 40 डिग्री हुने बेला यहाँ चाहिँ यस्तो चिसो छ है केटा हो 15-16 डिग्री 15 डिग्री छैन होला यार 12-13 छ होला है 12-13 डिग्री छ क्या यस्तो ठाउँमा यार अहिले आउने बेला चाहिँ हरेक 5 पाइलामा मैले भिडियो फोटो खिचिरहेको थिएँ होइन यही हो यही गौती हो है म्यामफुली Yeah, that was me, bro. 5 पाइलामा खिच्न पर्ने यसलाई भ्लग होइन भिडियो फोटो अब जाने बेला खिचिँदैन होइन सिधै सिधै गइन्छ खाजा खाइन्छ हिँडिदिने हो बाटोमा खाना खाने अनि घरतिर लाग्ने है थाकेर म्यामफुली बोतलमा लिर्किरहेको छ दाइहरू है ल दाइ 1 2 3 ओहो ओए त्यो दाइ त तलै पुग्यो हामीले यस्तो एक्सप्लोर गर्ने ठाउँ त कति छ यार नेपालमै हुन्छ नि यति सानो कन्ट्रीमा त यति धेरै छ भने होइन मैले सोचिरहेको छु कि वर्ल्डमै कति होला यार यस्तो ठाउँहरू हुन्छ नि नेपाल त हेभी नै भइगयो होइन यस्तो बायोडाइभर्सिटी कन्ट्री छ यार यहाँदेखि बिचको त्यति धेरै पडा पार गरेर त्यो मिनी वालमा गाना बन्द गर न मिनी ग्रेट वालमा पुग्छौँ है त्यहाँदेखि तल झर टाइम त छ यार लाग्छ हाम्रो टाइम जाम आधी घन्टा जस्तो लाग्छ आधा घन्टा जान लाग्छ अनि खाजा खान पर्यो साथी हामी 4 बजीसम्म पुग्नु पर्छ नि घर फेरि Don't worry bro, don't worry. Yeah, bro. If your dad is worried, then meet. Say dad. Dad. साथी म रिसाएको छैन तिम्रो ड्याड त मै त के रे भन्नुहोस् चाहिँ बुझ्यो यार अंग्रेजीमा भन्नु के रे बे ओए फेरि आयो बिप 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 है ब्रो रिटेक फेरि Nora Fatay light भएन फेरि Nora Fatay light come on bro फेरि Nora Fatay light Shake your ass come on baby shake your ass सिला कि छ अनि बसिरहेछ मेरोतिर यो चाहिँ लोकल सुट रहेछ यहाँको चाहिँ किन्यो भर्खर बनाएको रहेछ किलो छ है एजुके एजेन्सी कसरी रे भाइ यसलाई यो 25 को दिनु दाजु यो टुक्राको त्यसको 250 एक पिसको 250 पिसको जडीबुटी पनि छ यो त फेरि जडीबुटी छैन यो कस्तो यही लोकल है होइन एकदम लोकल यो त इलाममा पाइन्थ्यो होइन रे चक्लेट त इलामन पाँच कालिन्छ मन पाउँछ यो चाहिँ कसरी त्यो 150 ए ल भाइ हस् सैलुङको होइन लोकल मान्छे पाउने है फेरि हामी चाहिँ हिजो छुर्पी खाएर बसिरहेछ गुल्लादम त त्यहाँ माथि पुगिसक्यो है कहाँ माथि पुगिसक्यो हामी त गएन है त्यहाँ गएन मलाई त्यत्रो हाम्रो सट्टा नि ढोक्दै लाग्यो खुट्टा दुखिसक्यो यार सो केटा हो हामी चाहिँ लाग्दैछौँ है अब गइन्छ होइन होटलमा खाजा खाइन्छ कुदिन्छ बाइकमा चाहिँ अनि कहाँ पुग्छ है कहाँ पुगेर खाना खाने थाहा छैन 12-1 भित्र खाना खान्छ होला त्यस बेला खाजा खाएर होइन त्यही हो फ्रुटी खाइयो छुर्पी खाइयो होइन अरे यार मजा आयो नि होइन मजा आयो क्यामेराम्यान चाहिँ केसी होइन अहिले टुर्क हानेको हामी चाहिँ महादेवको यो सैलुङको गुफामा प्रवेश गर्दैछौँ है अब यहाँ अलिकति धार्मिक स्थलमा भनौँ न फेरि मेरो यस्तै नै हुन्छ यार जहिले हुन्छ नि जहिले मेरो मन्डे नै पर्छ कि होइन एजुकेन्सी मन्डे छ क्या जहिले मन्डे पर्छ होइन जुरेको भनौँ कि के भनौँ होइन दिस इज सैलुङ महादेवको मन्दिर केटा हो जय शम्भु हामी चाहिँ लाग्दैछौँ है गुफाबाट चाहिँ मैले उ गरेको होइन के भनौँ यार आज एक त मन्डे मैले पहिला नि भनेको थिएँ है जानुभन्दा अगाडि आज चाहिँ के भयो भन्दा ढोकर्न गइरहेको थिएँ होइन महादेवको मूर्ति तल टाउकोमा चाहिँ त्रिशूल खस्दियो क्या होइन अनि दिस इज द त्रिशूल क्या मैले ल्याएर आएँ है दिस इज द त्रिशूल एज आशीर्वाद भनौँ न शम्भुको
खै मलाई यार किन है लाइक हुन्छ नि सबै कुरा कनेक्टेड लाग्छ क्या हुन्छ नि बुद्धको मूर्ति स्थापना रहेछ कि होइन बुद्ध जयन्ती आज बुद्ध जयन्ती बुद्धम शरणम गच्छामि सो केटा हो राइट नाउ इट्स अबाउट 11:29 है 11:30 भयो होटलमा पुग्यो है त पुरै थकित अवस्थामा छु है चिया आयो खाजा आयो है हामी चाहिँ ब्रेकफास्ट खान्छौँ होइन 11:30 भयो आधा घन्टामा हामी टाप गइसक्छौँ होइन गाइस अनि त्यही हो 5, 5:30, 6 बज्छ होला होइन 6 बजीसम्म त पुग्छ सो केटा हामी चाहिँ निस्किन लाग्यो होइन मैले यहाँबाट भ्यू देखाइसकेँ होइन रुम देखाइसकेँ खाना देखाइसकेँ तपाईँको होइन बाइक राख्ने ठिक छ होइन बारबिक्यू देखाइदिन्छ काठमाडौँबाट जम्मा 140 किलोमिटर 137 किलोमिटर योभन्दा बेस्ट ठाउँ 137 किलोमिटर यो वान अफ द बेस्ट ठाउँ होइन यहाँ आयो भने चाहिँ सैलुङमा चाहिँ सैलुङ रिट्रिटमा बस्नु होला गाइज होइन दाइले एकदम मिलाएर दिनुहुन्छ चाहिन्छ भने दाइको फोटो चाहिँ म हालिदिन्छु होइन यो उसको चाहिँ होटेलको चाहिँ हामी अर्कोचोटि पनि आइन्छ म्युजिक भिडियो गर्न चाहिँ होइन सो आजको लागि चाहिँ होइन धन्यवाद है थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू ल फेरि आउँदै गर्छु आउनुहोस् न ल